ल साथीहरू नमस्ते गुड आफ्टरनुन। मेरो चाहिँ लन्च टाइम आयो। भात हेरिहाल्नुहोस्, मासु हेरिहाल्नुहोस्, मासु र भात हो। बिमारी मान्छे यस्तो पो छ, याक्रास मासु र भात खायो अन्त बिमार भयो। त्यस्तो छ है जिन्दगी, खानुमा कन्ट्रोल छैन हो। तर आजकल मासु त हप्तामा एक दिन दुई दिन मात्रै छ नि। पहिला त डेली बनाइ हुन्थ्यो हो, रोज। आजकल चाहिँ ल साथीभाइहरू, अब तपाईँको त खाना भयो होला। मेरो चाहिँ यही मासु हो, अन्त बैगुनको अचार, बैगुनको भत्ता, दामी होस्। फेरि भन्नुहोस् न बैगुन भत्ता है, दुईवटा डल्ले हालिदिएको बैगुन भत्ता पिरै भन्छु। ल बाई बाई, भेट्दै गरौँ।